दर्शकबिन नमस्कार, साथै शुभ बिहानी। जय श्री कृष्ण, राधे राधे। प्रस्तुत 2083 साल वैशाख महिना 10 गते बिहिबार तदनुसार 23 अप्रिल 2026 को दैनिक राशिफल। आज पनि सदाझै शुभ बिहानीका साथमा शुभ राशिफल लिएर उपस्थित भएको छु। तपाईहरूलाई हार्दिक स्वागत छ। देश तथा विदेशमा रहनुहुने आदरणीय व्यक्तित्व मान्यजन शुभचिन्तकहरूमा हार्दिक अभिवादन टक्राउन चाहन्छु। तसर्थ प्रत्येक व्यक्तिको जीवनमा पर्ने ग्रह गोचारको विश्लेषणका साथमा मेष राशिदेखि मीन राशिसम्मको विवरण प्रस्तुत गर्न गइरहेको छु। कृपया स्वीकार्नुहोस्। र सुरु गरौँ आजको शुभ राशिफल। राशिफल सुरु गर्नुभन्दा पहिला म यहाँलाई सानो जानकारी गराउन चाहन्छु। कृपया यदि यो च्यानलमा सब्सक्राइब गर्नुभएको छैन भने र जो कोही च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला र साथसाथै साइडमा रहेको बेल आइकनलाई पनि क्लिक गरेर अल नोटिफिकेसन अन गर्नुहोला र यो भिडियो सबै साथीभाइमा सेयर पनि गर्नुहोला भन्दै अब सुरु गरौँ आजको शुभ बिहानीका साथसाथै शुभ राशिफल। र सबैभन्दा पहिला मेष राशि। मेष राशिमा आज रोकिएका कार्य प्रारम्भ हुनेछन्। कार्यक्षेत्रमा पिताको साथ र सहयोग मिल्नेछ। आम्दानीका नयाँ स्रोतहरू बन्नेछन्। चलचित्र वा मिडियाको क्षेत्रबाट विशेष सफलता पाइनेछ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनका साथै दैनिकीमा परिवर्तन आउनेछ। पेसा व्यवसायमा लाभ हुनेछ। हिम्मतले काम बनाउन सकिनेछ। मध्याह्न पछि अरूको साथ जुट्नेछ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुनेछ। जिम्मेवारी हात पार्ने मौका छ। कीर्तिमानी काम गर्ने सक्ने समय रहेको छ। वृष राशि। वृष राशिमा आज प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आकस्मिक समस्याले दौडधुप गराउन सक्नेछ। व्यापार व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवसर जुट्नेछ। बिहानको समय रमाइलो तथा कामका लागि अनुकूल रहनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन पर्ने भौतिक साधन जुट्नेछ। मध्याह्नदेखि स्थिति प्रतिकूल बन्नेछ। काममा समय दिन नसकिएला आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। स्वास्थ्य उपचारमा खर्च हुने योग छ। सानातिना समस्यामै अल्झनु पर्ला। अर्थ अभावले पनि सताउन सक्ने समय रहेको छ। मिथुन राशि। मिथुन राशिमा आज कार्यक्षेत्रमा अनुभवको फाइदा मिल्नेछ। अरूको स्वार्थमा उपयोगी भइनेछ। सजग रहनुहोला। कीर्तिमान कार्य गर्ने अवसर जुट्नेछ। माताको स्वास्थ्यमा ध्यान दिनुहोला। कामका लागि बिहानको समय अनुकूल रहनेछ भने परिस्थिति पनि रमाइलो हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन पर्ने भौतिक साधन जुट्नेछ। मध्याह्नपछि नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रो प्रतिफल दिलाउनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पहिले ईर्ष्या गर्नेहरूले सहयोग गर्न थाल्नेछन्। थोरै लाग भए पनि दिगो काम प्रारम्भ हुन सक्ने समय रहेको छ। कर्कट राशि। कर्कट राशिमा आज कार्यक्षेत्रमा आफन्तको सहयोग मिल्नेछ। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। कार्यक्षेत्रमा बोलीको प्रभावले आएका अवसरहरू गुम्लान्। सावधान रहनुहोला। छोटो समयमा उपलब्धि हात पर्ने अवसर प्राप्त हुनेछ। विभिन्न भौतिक साधन सङ्ग्रह गर्ने मौका मिल्नेछ। प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ। चिताएको काम पनि पुरा हुन सक्छ। मध्याह्नदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। आँटेका काम बिग्रन सक्छन्। पेसा व्यवसायमा फाइदा कम देखिए पनि प्रयास पनि दोहोऱ्याउनु पर्ने हुन सक्ने समय रहेको छ। सिंह राशि। सिंह राशिमा आज वैदेशिक यात्रा सफल हुनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नुहोला। व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। फजुल खर्चबाट बच्नुहोला। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठुलो फाइदा हुनेछ। दीर्घकालीनसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। उपलब्धिले थप उत्साह जगाउनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। तार्किक क्षमताले मान सम्मान र फाइदा दिलाउन सक्ने समय रहेको छ।
कन्या राशि कन्या राशिमा आज शेयर बजारबाट मनज्ञ लाभ आर्जन गर्न सकिनेछ। घर परिवारमा आफूभन्दा ठुलाको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा जीवनसाथीबाट सहयोग मिल्नेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। ऋण मोचन हुने सम्भावना रहेको छ, तर रकम हात लागि भए पनि खर्च गर्नु पर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। मध्याह्नपछि आकस्मिक खर्च बढ्नाले अर्थ सङ्ग्रहमा बाधा पुग्नेछ। यात्रा गर्ने अवसर जुट्नेछ भने जोखिम उठाउनु परे पनि पछि फाइदा हुने काम प्रारम्भ हुन सक्ने समय रहेको छ। तुला राशि तुला राशिमा आज राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। अरूको लागि बुद्धि र श्रम खर्चनु पर्ला। गोपनीयता बाहिरिनाले समस्या देखा पर्ला। स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। स्वास्थ्य कमजोर रहनाले चिताएको काम पुरा गर्न नसकिएला। जिम्मेवारी भने बढिरहनेछ। काम बिग्रने भएले सताउनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने स्थिति देखिनेछ। तापनि मध्याह्नपछि समुदायको हितमा केही काम गर्न सकिनेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। धन लाभ हुन सक्ने समय रहेको छ। वृश्चिक राशि वृश्चिक राशिमा आज अप्ठ्यारा परिस्थितिहरूसँग सम्झौता गर्नुपर्ला। प्रतिभाको उच्च मूल्याङ्कन हुनेछ। कानुनी मामलाहरूमा पक्ष कमजोर रहनेछ। कृषि र पशुधनबाट लाभ आर्जन गर्न सकिनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम सुरु हुन सक्छ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मध्याह्नदेखि रमाइलो जमघटमा सहभागी भइनेछ। प्रियजनसँग भेटघाट हुनेछ भने अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ। पेसा व्यवसायमा पनि मनज्ञ फाइदा उठाउन सक्ने समय रहेको छ। धनु राशि धनु राशिमा आज धैर्य र पराक्रममा वृद्धि हुनेछ। आँटेका कार्य सम्पादन हुनेछन्। पठन पाठनमा मन लाग्नेछ। नयाँ कार्यको थालनी हुनेछ। स्वास्थ्य अनुकूल रहनेछ। मिहिनेतले कार्यमा सफलता दिलाउनेछ। आँटले काम लिने नसक्दा पछि परिनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु पर्ला। पहिलेका समस्या दोहोरिन सक्छन्। मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। सजिलै लक्ष्य प्राप्त हुनेछ। बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रचनात्मक कार्यमा जुट्दा मनज्ञ फाइदा उठाउन सकिनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सक्ने समय रहेको छ। मकर राशि मकर राशिमा आज व्यापार व्यवसायमा सन्तानको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा शिक्षकको सहयोग मिल्नेछ। भावनात्मक सम्बन्ध मजबुत रहनेछ। लगनशील बन्दा प्रशंसकहरू बढ्नेछन् भने मनज्ञ धन लाभ हुनेछ। विचारले धेरैलाई प्रभावित पार्न सक्नेछ। प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मध्याह्नदेखि साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ। व्यापारमा पनि मनज्ञ धन लाभ हुन सक्ने समय रहेको छ। कुम्भ राशि कुम्भ राशिमा आज आफन्तसँगको सम्पर्कले मन आनन्दित रहनेछ। रचनात्मक कार्यले पुराना पद्धतिमा सुधार ल्याउन सक्नुहुनेछ। विद्यार्थीहरूको तर्क शक्तिमा वृद्धि हुनेछ। सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीपूर्ण काममा हात हाल्न केही समय पर्खनु पर्ला। छर छिमेकमा असमझदारी बढ्ने योग देखिएको छ। मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन्। टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ। पारिवारिक भेटघाटले खुसियाली छाउन सक्ने समय रहेको छ। र अन्तमा मीन राशि मीन राशिमा आज नोकरी वा पेसामा आधिकारिक वर्गहरूको कार्यबाट सम्पन्न हुनेछ। सहयोगी वर्गको साथ मिल्नेछ। लगनशीलताले अप्ठ्यारा परिस्थितिहरूलाई पनि सजिलै सम्पादन गर्न सकिनेछ। समाजमा तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोग जुट्नाले मनज्ञ फाइदा हुनेछ। मध्याहदेखि आम्दानी बढ्नेछ भने मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। तर आकस्मिक समस्याले खर्च गराउला। सरसापटमा पनि धन बाहिरिन सक्ने समय रहेको छ। दर्शकबिन यो थियो आजको शुभ राशिफल र जाँदा जाँदै म यहाँलाई फेरि पनि सानो जानकारी गराउन चाहन्छु। कृपया यदि यो च्यानलमा सब्सक्राइब गर्नुभएको छैन भने र जो कोही च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला। साथसाथै साइडमा रहेको बेल आइकनलाई पनि क्लिक गरेर अल नोटिफिकेसन अन गर्नुहोला र यो भिडियो सबै साथीभाइमा सेयर पनि गर्नुहोला भन्दै आजका लागि शुभ बिहानीका साथसाथै शुभ राशिफलबाट बिदा हुन्छु। राशिफल जस्तो भए पनि तपाईँहरूको दिन मङ्गलमय रहोस् र तपाईँहरू जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ सुखी र खुसी रहनुहोला भन्ने कामना गर्दै बिदा हुन्छु। हस्त नमस्कार। जय श्री कृष्ण। राधे राधे।